प्रिन्सिपलको अफिस जाँदा मेरो पछाडि लुक्छस् प्रिन्सिपल तपाईँ जस्तो डर लागेन मलाई यो स्कुल छेउको छेउमा पढ्दैनौँ तर आज युट्युब भिडियोमा खतरा ऱ्याप गाउनेछौँ एकअर्काको लागि। आज हामी यो भिडियोमा हामी ब्याक बेन्चरको लाइफको बारेमा एकअर्कालाई रोस्ट गर्नेछौँ। ऊ चाहिँ हाम्रो फर्स्ट कन्टेस्टेन्ट सुस्तानी वाइबा एन्ड द्याट्स मी मानी चाउरिसे। लेट्स गो साथीहरु, लेट्स गो। लिटरली गाइस हामीलाई यो बनाउनको लागि चाहिँ यो स्क्रिप्ट लेख्नको लागि चाहिँ 2 घण्टा भन्दा पनि बढी लागेको थियो गाइस हेरौँ हैन। अब लास्टसम्म हेरेर साथ दिनु होला, कुन चाहिँ पार्ट मन पर्यो त्यो पनि कमेन्ट गरिदिनु होला। अबको लागि सुरु। फर्स्ट ब्याक बेन्चर हाम्रो सुस्तानीबाट सुरु हुँदैछ यो। ल सुन है काम खोलेर साथी फेरि यो सलाए हुन त पढ्ने ब्याक बेन्चरै होस् तर म प्रो हो नि। क्लासमा धेरै सुत्ने त भन्दा त म हो नि। तेरो कहिलेकाहीँ होमवर्क हुन्छ तर मेरो कपी त सेतो कागज जस्तो सफा हुन्छ। पछाडि बसेर निस्कु नकल उतार्न मलाई कसले जित्ने त डराउँछस्। म त डराउन जति लग्ने खाएँ नि नकल उतार्ने म त मिस हुँदा आउँदै लन्च खाइदिन्छु त सुतिरहेको बेला क्यान्टिन गएर आइदिन्छु मेरो त होमवर्कको कापीहरू त तेरो त दिमाग हराएको छ। अस्ति भर्खर प्रेजेन्ट सर भन्दाखेरि थ्याङ्क यू सर भनेर आएको छ। त पछाडि बसेर सोझी भन्न खोज्छस् प्रिन्सिपलको अफिस जाँदा मेरो पछाडि लुक्छस् प्रिन्सिपल लुकेको होइन त्यो त स्ट्र्याटेजी हो मेरो। लुकेको होइन त्यो त स्ट्र्याटेजी हो मेरो। तँलाई एक्जाममा पास हुन चाहिने मेरो कपी नै हो। तँलाई एक्जाममा पास हुन चाहिने मेरो कपी नै हो। त जहिले पेन पेन्सिल माग्छस् रबर छैन भन्छस्। रबर छैनस् भन्छस्। पढ्ने बेला जहिले टोइलेट भाग्छस्। म बरु चुपचाप बस्छु त धेरै कराउँछस्। त्यही कराउने कारणले जहिले बाहिर बस्छस्। क्लास बाहिर बस्नु त मेरो लागि भिआइपी सिट हो। क्लासमा पढ्नुभन्दा त बाहिर बस्नु नै हिट हो। त अझै पनि डराउँछस् जब आउँछ रिजल्टको पालो। म त मुस्कुराएर घर जान्छु जति होस् मुख कालो। ब्याक बेन्चरको रानी त म नै हो त बस छेउमा। तपाईँ जस्तो डर लागेन मलाई यो स्कुलको छेउमा। सो गाइज हाम्रो आजको लागि ऱ्याप ब्याटल यति नै थियो। यदि तपाईँलाई यो ऱ्याप ब्याटल हेरेर तपाईँको स्कुलको दिनहरू याद आयो भने कमेन्ट गर्नुहोस् र त्यो साथीलाई तपाईँको ब्याक बेन्चर पार्टनरलाई सेयर गर्नुहोस्। अनि यो भिडियोमा कसले जित्यो हामी त्यो छनौट गर्न सकेको छैन। द्याट्स वाइ कसले जित्यो कसको पञ्चायत खतरा थियो भनेर त्यो पनि कमेन्ट डाउन गरिदिनु होला। अनि लाइक सेयर एन्ड सब्सक्राइब गरिदिनुहोस्। अनि अर्को भिडियो कुन टपिकमा बनाऊँ भनेर त्यो पनि सजेस्ट गरिदिनु होला। थ्याङ्क यू सो मच फर वाचिङ। लेट्स मिट इन नेक्स्ट भिडियो। बाई।